आलुदम यसलाई के भन्छ कसको आलुदम र यो तेम्बा शेर्पाको दामी हो तर अरू त्यस्तो उस्तो यहाँ लोकेसन चाहिँ उफ्रियो क्या यहाँको यस्तो झन् यो के भन्छ र हिउँ पर्ने सिजनमा कस्तो दामी देख्छ होला है यो सबैतिर खुल्दा अझ त कम खुलिरहेको तर यसपालि सबैको आलुको बोट ठुल्ठुलो रहेछ नि सबै ठाउँको कतिको लाइन मरद छौ मरद त्यो ठाउँको पुरै कति जति रोप्यो होला यहाँ आलु केजी जति अस्ति कति केजी जति भन्यो कहाँ फक्यो भन्नु त इन्टरभ्यू लेखेर कतिको हुन्छ र आलु 1 करोड बा पैसा कहाँ राख्छ ल नेपाल सरकारले कर चिटफिट फन्ड गर्नु 1 करोड कति हुन्छ हिसाब किताब गरेर भनेर काम गर्नुहुन्छ मेरो पनि हरायो तिमी त अनि के भयो अंशवण्ड होला हैन ए बिचरा पाइएन दुःख लाग्यो है खुसी छौ ए ठीक छ भटमास सेतो सिबी ए भटमास ओके तर हेर त्यो झाल त कसरी पलाउँछ त के रे तर ठाउँ चाहिँ दामी तर यार लोकेसन चाहिँ डेन्जर ठाउँमा बनाएको आलु चाहिँ ए भित्र दिँदैन थिएन है जाउँ न आएको बेला जाउँ न मेरीले कति भयो बिताइसक्यो अरे स्कुलमा छ अरे स्कुलमा पढाउँदै हो मलाई फोन गर्थ्यो मलाई एकबार फोन गरेको थियो यो दुइटै थरथरीको यो कुन आलु चाहिँ तपाईँ त कृषिको सम्बन्धी पढायो होइन तपाईँ कृषि सम्बन्धी पढायो होइन भन्ने कृषि सम्बन्धी पढेको हो कि होइन हो होइन यो आलुको फुल किन फुल्छ किन फुल्छ अन्त किन फुल्छ तर यो होइन यो आलुको मुन्टा खान्छ नि मान्छे थाहै छैन खान्छ नि त्यसको टमाटरको अचार त खान्छ के हो त्यसको टमाटरको अचार खानलाई रे फुल फुल त्यसको टमाटर यो फुल किन फुल्छ भन्ने किन भनेपछि फल पनि कसरी लाग्छ त लाग्छ नि टमाटर लाग्छ त्यसको त्यो नि खान्छ त्यो नि खान्छन् भने चाहिँ अब कृषि हामीले अब आज कृषि सम्बन्धी पढेको मान्छे लिएर आउँछौँ विज्ञ सब सोध्छौँ हामी यहाँ सबैजनाले भाइहरूको सबैजनाले आलु रोप्न थाल्नुहोस् तपाईलाई आलु पनि फाइदा टमाटर नि फाइदा मुन्टा पनि फाइदा ल यहाँनिर पुरै के भन्छ कृषि औजार यहाँको त कसले भनेको टम्मै रहेछ त ट्र्याक्टरहरु सीमा दिदी हो यहाँको यहाँ कृषि औजारहरु अप्सन थियो होला नि लेखेन होला नि आम्मा ट्र्याक्टर त दामी रहेछ त यार यो त ट्र्याक्टर त दामी रहेछ त नि यो त दामी खालको त तराईतिर रोप्ने खालको सीमा दिदी चला हेर्नु त एउटा कस्तो त तपाईले त्यही थाहा छैन होला फेरि कृषि परेकोलाई पढेको नि त तपाईले त्यहाँ प्र्याक्टिकल चाहिँ देखाउँछ नि त थ्योरी पनि यो चाहिँ के हो यहाँ भित्र चाहिँ यहाँ भित्र देख्दैन होला कोल्ड स्टोर होला यो
यहाँबाट के देख्दैन देख्ने देख्दो रहेछ यार पनि गर्ने हो भ्यू राख्ने हामी यहाँ सब हामी यहाँ कृषि पढेर सोध्दैछौँ सबै कुरा भनेको त्यो टमाटर जस्तोको हो रे नि त हो यहाँ चाहिँ के हो यहाँभित्र चाहिँ यहाँ त लगानी त ढिन्चर लागेर रहेछ तर यहाँनिर है यो लगानी लाग्यो पनि तर राम्रोसँग व्यवस्थित चाहिँ गराएर हुन्छ क्या मतलब सञ्चालन चाहिँ व्यवस्थित हेर्नु त यहाँ त एउटा फुटबल ग्राउन्ड जत्रो छ यार यो त अब यहाँ कता जाने कता छिर्ने हामी आज मान्छे टाइम चाहिँ टन्नै गरेको जस्तो यहाँ जाउँ न यतापट्टि कस्तो रहेछ यो चाहिँ टनेला हो के हो यो पानी ट्याङ्की कति त 2000 लिटरको पानी ट्याङ्की रहेछ टनेला यो सब छोटो बनाउनु हामी बनाउँछ नि बनाएपछि थाहा चाहिँ छैन के को चाहिँ हुन्छ यहाँ त कृषि सब एग्रिकल्चर फुल टु फुल यो एग्रिकल्चर गरेर मात्रै हेर्छन् त्यो जनगणना गर्ने होइन नि त्यो एग्रिकल्चरले तपाईँ जस्तोले हेर्ने हो तपाईँ थ्योरी गरेको प्र्याक्टिकल कस्तो हुन्छ यहाँ देखाउनुपर्छ कस्तो हुन्छ फिल्डमा जाँदा कस्तो खालको काम गर्नुपर्छ भनेर यो सबभित्र यहाँभित्र के छ त यो टनेला नम्बर 3-4 कति हो थाहा छैन टनेला नम्बर चाहिँ तर बिजोग रहेछ यार यत्रो लगानी गरेर अनि त्यस्तो बिजोग रहेछ नि यो त यार अति नै बिजोग डेन्जर लगानी गरेर लगानी त स्प्रिङ्कलहरू सबै राखेर रहेछ यतातिर है स्प्रिङ्कल यहाँभित्र के छ यहाँभित्र खाली होला यहाँ पनि खाली रहेछ के रोपेर हुन्छ छैन रहेछ कस्तो लोड सल्लाह हो कस्तो लोड सल्लाह केही छैन भन्दैछु के छैन क्या छैन यतातिर आलु हेरेर त्यो पार्टी किबी होला नि पार्टीतिर लोकेसन ट्रेस गर्नुभयो त भइगयो त नि के भयो त त्यो त ऊ पनि रहेछ नि सिँचाइको म त बसेको छैन त्यो पार चाहिँ किबी होला होइन त्यो पिलर देखिन्छ त्यहाँनिर त्यो सबै किबीको बोट होला सबै किबी लगाएको होला त्यता चाहिँ छैन यताबाट त यता उकालो चढौँ अब रोड निस्क्यौँ पाहाडदेखि जाने सब लोड सल्लाह रहेछ क्या हो यार के उता रोड उता पर अलिक परबाट जाने नि त घर नम्बर हाल्नु छैन क्या हेर जनगणना गर्ने गाह्रो जङ्गल कुद्नु परिरहेछ यस्तो हो यतिको जङ्गल कुदेको भयो त्यो जनयुद्धमा कतिजना ढाल्थ्यो होला हाम्रो मेन नाइके चाहिँ अगाडि छाता बोकेर क्याप्टेन साहब यता हेर्नुहोस् फेरि हाम्रो क्याप्टेन साहब यता सबै सम्हाल्न सक्नुहुन्न फेरि कम गाह्रो छ आजलाई यति आजको मोमो पार्टी कसले खुवाउँछ भन्ने कुरो थाहा छैन ल गुड नाइट